अनि पार्ट 1 त हेरिसक्नुभयो होला होइन सबैले अब पार्ट 2 चाहिँ आइसक्यो फेरि पनि पार्ट 2 हेर्न सक्नुहुन्छ है त साथीहरू स्टार्ट फेरि ब्याक गरेर अनि जाने रे होइन सो अहिले हामी चाहिँ आदि कहाँ हो यो कुन ठाउँ हो ठाउँ नै थाहा छैन मलाई होइन बोटिङ गर्छ आफू त फेरि लभर पर्यो बोटिङ गर्ने भने चाहिँ त्यो बोटिङ गर्ने ठाउँमा आइसक्यो अब गएर टोली रिमुभ रे त ल जाउँ जमाइ त केटाहरू जाउँ रनिङ सो अब गएर बोटिङ सोटिङ हेर्नुपर्ने हुन्छ है त है त्यही हो बोटिङ हेर्ने चल्दिने हो त खस्यो फुल हो उल्टो भयो यो मुजीहरू कति छिटो अगाडि हिँड्यो भने त परिहरू पनि सब राम्रो रहेछ नि आज सबै राम्रो परिहरू सो देख्न सक्नुहुन्छ है ठाउँ चाहिँ अब यहाँ बोटिङ गरेर जाने भने होइन अन्त गएर अनि जाने है त दाम केटो दोस्त आऊ यो तालको नाम मलाई चितलाङ ताल होला सायद त्यही त होला नि खोइ अरू खोइ सबै गइसक्यो तल जाम छिटो कहाँ पुग्यो है केटाहरू चाहिँ सो अहिले चाहिँ हामी काम गरिसक्यो अनि त्यही हो बोटिङ गर्ने बोटिङ हानिरहन हामी यताउता चितलाङ ठाउँ चाहिँ यस्तो बवाल घुम्नु मन छ भने आउनु सक्नुहुन्छ है सबैजना गाइजहरू काठमाडौँबाट 3 घन्टाको यात्रा गरेर यहाँ आउनु सकिन्छ त्यहाँ चाहिँ के भन्न लागेको रहेछ बप्पाल छ क्या ठाउँ चाहिँ एउटा किन्यो कति भयो 110 रुपियाँ महँगो रहेछ नि 90 कतिमा पाउँछ ठगिदियो तिमीलाई यार ठगो भन्दै होला सेलुट तिमीबाट जाओस् फोटो सुट गरौँ त्यहाँबाट त्यहाँ जाउँ है जामु त्यहाँ यही त आज दिनभरि यसरी नै हो कि मतलब छैन डेन्जर घुमघाम गर्ने हिँड्ने है सो त्यही हो ठाउँ चाहिँ बब्बाल छ है अझै ओइ मा नाच दिनुपर्छ क्या आन्टीहरूबाट गएर चार्जर राखेर छु हाम्रो गाडी कहाँ सो अहिले हामी चाहिँ आदि कहाँ हो यो कुन ठाउँ हो ठाउँ नै थाहा छैन मलाई होइन यहाँ चाहिँ बोटिङ गर्छ आफू त फेरि लभर पर्यो बोटिङ गर्ने भने चाहिँ त्यो बोटिङ गर्ने ठाउँमा आइसक्यो अब गएर टोली रिमुभ रे त ल जाउँ जमाइ त केटाहरू जाउँ रनिङ गर्छ
अब गएर फोटिङ हान्नुपर्ने हुन्छ है त है त्यही हो फोटिङ हान्ने चल्दिने हो त कसो फुल हो उल्टो भयो ल ठिक छ यो मुजीहरू कति छिटो अगाडि हिँड्यो भने त परिहरू पनि आएन सब राम्रो रहेछ नि आज सबै राम्रो परिहरू फाइनली हामी चाहिँ भेडा के अरे फाइनली गाइस हामी चाहिँ भेडा यस गाइज वेलकम टु आवर माय उत्तानो भ्लग यस उत्तानो पारेर सबैले स्वागत छ उत्तानो भ्लगमा हामी चाहिँ आज उत्तानो पारेर जान्छौँ उत्तानो पारेर जान्छौँ सही हो सब्स्क्राइब गरिदिनु होला उत्तानो भ्लगलाई हाम्रो चाहिँ सब्स्क्राइब गर्ने उत्तानो पारेर हाम्रो सब्स्क्राइब सर नै हुनुहुन्छ यता ल सर सब्स्क्राइब गरिदिनु भन्नु नि त यता सम्झे ओइ सम्झी यो भन्न सम्झी ओइ भन्न यस उत्तानो भ्लग ओइ उत्तानो भ्लगमा दिस इज उत्तानो मान्छे वेलकम टु आवर माय उत्तानो भ्लग हो के सम्झी थेट उत्तानो या या ए म बसमा थिएँ केही पनि सुनिन के हामी पारामा आयो त केटाहरू ल नपराउन म हेर ब्लेस कस्तो बवाल छ कि एमा ये त छिर्नुपर्छ यहाँबाट छिर्ने होइन भेडा फाट भन्छ कि यसलाई फार्म कि फाट हो यो भेडा फाट हो कि भेडा फार्म हो खोइ त भेडाहरु त देख्दैन त नि छैन त नि ए उ त तल रहेछ बोट हान्यो अनि ब्रेकफास्ट हान्यो त्यहाँबाट अब यहाँ अब एकछिनपछि खाना खाना 1:30 बज्छ होला खाना खाँदा बज्यो चाहिँ कति बरुमा माथि डाँडामा लाग्छ 1:19 भइसक्यो यार हो र खुल्ला आकाश हेर्दै सुसु गरेको मजा छुट्टै चिलमा देख ल्याएर नाच्नु पर्छ भने सोचे थिए बर्बाद सो हामी चाहिँ यता आइसक्यो होइन भित्र जाने किन जाऊँ न भने एकचोटि भित्र जाऊँ न भित्र जाऊँ हाँडेन कस्तो यो त्यो पुगेर सो अब हामी कहाँ जाने हो भने रुकाउन यार एक्लै छोडिदिने यार मलाई नछोडाउन म हराइ भने फेरि यार यस तानो भ्लग उनी के अरे युट्युब नेमै उतानो राखिदिनु पर्थ्यो क्या यस्तो बवाल छ नि हामी हेरेर यही डाँडो त होला नि होइन हो लडिक छ
म्याम मेरो भिडियोमा केही भन्दैन कस्तो लागिरहेछ तिमीलाई एकदम रमाइलो लागिरहेछ आजको भिडियो बिन्दास छैन त हजुर आज रमाइलो लागिरहेछ झन्डै छुटेको तिम्रो है म्यामले केही राख्न चाहनुहुन्छ रमाइलो छ यी लागिरह्यो सबभन्दा माथिको डाँडोमा आएछौँ एकदमै चिसो चिसो हावा चलेको ठाउँ चाहिँ के हो नि यो नाम चाहिँ के पहिला उता खाना खाएर आएर चाहिँ भेडाखानमा हामी चाहिँ हेर्दैछौँ अलिक गाह्रो गाह्रो जस्तो अवस्था भएको छ होइन एकदम रमाइलो अनि इन्जोय गर्न चाहन अब यहाँ ग्रुप फोटो लिन्छौँ हामीले सबैको तपाईहरु इन्जोय गर्न चाहनुहुन्छ भने काठमाडौँबाट 25 मिनेटको बाटो 3000 तिरेर आउन सक्नुहुन्छ है त हो सरी मात्र 1500 मा काठमाडौँ के रहेछ यो चाहिँ कस्तो बाबा हो डेटिङ स्पोर्ट पनि रहेछ है यो त ल कोक्सी हाने है अब अरु जिग फुल इन्जोय गर्दै होइन भ्यू हेर्दै चल्ने खाने बेला भइसक्यो है त केटाहरू खाना टाइम भइसक्यो अब सबैलाई खाँदैछ नि हेर्नु ओके मेरो ब्लगमा गएर हेर्ने युट्युबमा गएर हेर्ने ए खाना खान यार साथी टोटल होइन हाम्रो भात आकै छैन ए हो र दुधमा लिएर आइदिन्छु हो मिठो छ सर यता हेरेर भनिदिनु मिठो छ भनिदिनु ल ठिक छ म्यामले खाना खानुभयो सब खाना खाने